भारतको डुवर्स स्थित वीरपाडामा सम्पन्न सांस्कृतिक आदान-प्रदान कार्यक्रममा नेपाल तथा नेपाली समुदायको प्रतिनिधित्व गर्दै झापाको अर्जुनधारा स्थित प्रगति सेकेन्डरी स्कुलले नेपाली मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गरेको छ। विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न लोक तथा सांस्कृतिक नृत्य मार्फत नेपाली कला, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रवर्धन गरेका हुन्। कार्यक्रममा प्रस्तुत गरिएका नेपाली सांस्कृतिक नृत्यहरूले नेपालको मौलिक परम्परा, संस्कृति र सांस्कृतिक विविधतालाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए। विद्यार्थी कलाकारहरूको आकर्षक प्रस्तुतिले दर्शकहरूको उल्लेखनीय प्रशंसा समेत बटुलेको थियो। कार्यक्रमका आयोजक तथा गोर्खा जनमुक्ति मोर्चाका प्रमुख विमल गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै सहभागी विद्यार्थी कलाकारहरूको प्रशंसा गर्नुभयो। उहाँले यस्ता सांस्कृतिक कार्यक्रमहरूले विभिन्न देश र समुदाय बीच आपसी सम्बन्ध सुदृढ बनाउनुका साथै सांस्कृतिक आदान-प्रदान र पारस्परिक समझदारी अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो। विद्यालयका नृत्य निर्देशक राज शर्माले विद्यार्थीहरूलाई आफ्नै संस्कृति, परम्परा र मौलिक नृत्यसँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँका अनुसार सांस्कृतिक अभ्यासले लोपोन्मुख कला संस्कृतिको संरक्षण, पुस्तान्तरण तथा नयाँ पुस्तामा सांस्कृतिक चेतना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। सांस्कृतिक आदान-प्रदान कार्यक्रम मार्फत नेपाली कला, संस्कृति र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष चिनाउन महत्त्वपूर्ण योगदान पुगेको सहभागीहरूले बताएका छन्।